सम्पूर्णमा नमस्कार साथीहरु। हामी हाम्रो शरीरलाई स्वस्थ राख्नको लागि बेला बेलामा खसीको मासुको सेवन गर्ने गर्छौं। साथीहरु, खसीको मासु सेवन गर्दा यसले हामीलाई कुन स्वास्थ्य लाभ दिन्छ र यसको सेवन गर्दा हाम्रो शरीरमा कुन बेफाइदा हुन सक्छ, यी सबैको बारेमा यो भिडियोमा आज हामी कुराकानी गर्नेछौं। साथीहरु, भिडियो एकदमै महत्त्वपूर्ण छ, पुरै हेर्नु होला। च्यानलमा यदि नयाँ हुनुहुन्छ भने सबभन्दा पहिला च्यानललाई सब्स्क्राइब गरिदिनु होला। साथीहरु, खसीको मासुमा प्रशस्त मात्रामा गुड क्वालिटीका प्रोटिन रहेको हुन्छ। यसमा प्रशस्त मात्रामा आइरन रहेको हुन्छ। यसमा भरपूर मात्रामा भिटामिन B12 रहेको हुन्छ। यसमा प्रशस्त मात्रामा जिंक रहेको हुन्छ। यसको अलावा विभिन्न किसिमका आवश्यक तत्वहरू यसमा रहेका हुन्छन्। साथीहरु, जब हामी यसलाई निश्चित मात्रामा सेवन गर्छौं सबभन्दा पहिले यसमा रहेको हाई क्वालिटीको जुन प्रोटिन छ यसले हाम्रो शरीरका सम्पूर्ण कोषलाई, सम्पूर्ण टिस्युहरूलाई रिपेयर गर्नको लागि मद्दत पुर्याउने कार्य गर्छ। साथै शरीरका सम्पूर्ण जुन कार्य छ त्यसमा सुधार ल्याउन धेरै हदसम्म सहयोग पुर्याउने कार्य गर्छ। साथीहरु, यसमा प्रशस्त मात्रामा आइरन रहेको हुन्छ। साथीहरु, यदि आइरनको कमीको कारण शरीरमा रगतको मात्रा कम भएको छ, रक्त अल्पत्ता जस्तो समस्या भएको छ भने त्यस्तो अवस्थामा खसीको मासु सेवन गरेर कम समयमा आफ्नो शरीरमा भरपूर मात्रामा रगतको मात्रालाई पूरा गर्न सकिन्छ, किनभने यसमा प्रचुर मात्रामा आइरन रहेको हुन्छ। साथीहरु, यसमा भरपूर मात्रामा भिटामिन B12 रहेको हुन्छ। भिटामिन B12 हाम्रो शरीरभित्र रगत कोष बन्नको लागि अति आवश्यक हुने गर्छ, यानी कि रगत कोष बन्नको लागि यसले मद्दत पुर्याउने कार्य गर्छ। यसको साथसाथै यसले हाम्रा स्नायु प्रणालीलाई स्वस्थ राख्न, मजबुत बनाइराख्न मद्दत पुर्याउने कार्य गर्छ। साथीहरु, यसमा जिंक रहेको हुन्छ। जिंकले हाम्रो रोग प्रतिरोधक क्षमतालाई बलियो बनाउन मद्दत पुर्याउँछ। साथै हाम्रो शरीरभित्रको जुन मेटाबोलिजम प्रक्रिया छ त्यसलाई यसले सुधार गर्न धेरै हदसम्म मद्दत पुर्याउने कार्य गर्छ। साथीहरु, शरीरभित्र यदि कमजोरी जस्तो महसुस भइरहेको छ भने त्यस्तो अवस्थामा यसको सेवन गरेर शरीरमा रहेको जुन कमजोरी छ त्यसलाई हटाउन सकिन्छ, शरीरलाई स्वस्थ र तन्दुरुस्त बनाउन मद्दत प्राप्त गर्न सकिन्छ। साथीहरु, खसीको मासु हाम्रो स्वास्थ्यको लागि अत्यन्त लाभदायक छ, यसमा कुनै दुई मत छैन। तर यसलाई निरन्तर र अत्यधिक मात्रामा हामी सेवन गर्यौं भने यसले हाम्रो शरीरमा विभिन्न किसिमको बेफाइदा पुर्याउन सक्छ। साथीहरु, अत्यधिक र नियमित रूपमा सेवन गर्यौं भने हाम्रो शरीरमा मुटुको रोग लाग्ने प्रबल सम्भावना रहेको हुन्छ, किनभने यसमा प्रशस्त मात्रामा फ्याट रहेको हुन्छ जसले रगतभित्र खराब किसिमको कोलेस्ट्रोलको मात्रा बढाउन सक्छ। फलस्वरूप हामीलाई मुटु सम्बन्धी समस्या उत्पन्न हुन सक्छ। निरन्तर रूपमा अत्यधिक मात्रामा खसीको मासु सेवन गर्यौं भने यसले क्यान्सरको जोखिम उत्पन्न गर्न सक्छ। त्यसकारण साथीहरु, क्यान्सरको जोखिमबाट पनि बच्न चाहनुहुन्छ भने यसलाई अत्यधिक मात्रामा सेवन नगर्नुहोला। साथीहरु, निरन्तर रूपमा अत्यधिक मात्रामा हामी खसीको मासु सेवन गर्यौं भने यसले डायबिटिजको जोखिम उत्पन्न गर्न सक्छ। साथीहरु, अत्यधिक मासुको सेवन गरिसकेपछि यसले हाम्रो शरीरको वजन बढाउने कार्य गर्छ र अर्कोतिर यसले इन्सुलिनको रेसिस्टेन्सलाई बढाउन मद्दत पुर्याउने कार्य गर्छ। यो दुईटाको कारणले हाम्रो शरीरभित्र डायबिटिजको जोखिम हुने खतरा एकदम बनिरहेको हुन्छ। साथीहरु, एकदम निश्चित मात्रामा यदि हामी खसीको मासु सेवन गर्यौं भने अघि भनेका सम्पूर्ण स्वास्थ्य लाभ प्राप्त गर्न सकिन्छ। तर हञ्चुवा तालमा नियमित रूपमा अत्यधिक मात्रामा खसीको मासु सेवन गरिराख्यौं भने अघि भनेका यस्ता किसिमका बेफाइदा पनि हाम्रो शरीरमा उत्पन्न हुन सक्छ। त्यसकारण साथीहरु, बेफाइदा भन्दैमा खसीको मासु हाम्रो लागि हानिकारक छ अथवा फाइदा भन्दैमा हाम्रो लागि अत्यधिक फाइदाजनक छ भनेर नसोच्दिनु होला। ठिक्क मात्रामा खानुभयो भने फाइदा, अत्यधिक मात्रामा खानुभयो भने बेफाइदा गर्न सक्छ। त्यसकारण खाँदाखेरि ध्यान पुर्याउनु होला, विचार पुर्याउनु होला र यसलाई निश्चित मात्रामा मात्र सेवन गर्नु होला। साथीहरु, आशा गरेको छु भिडियोले पक्कै पनि तपाईलाई धेरै हदसम्म लाभ पुर्याउनेछ। यदि भिडियो राम्रो लागेको छ भने यसलाई लाइक गरिदिनु होला, धेरै जनाको बीचमा यसलाई शेयर गरिदिनु होला। धेरै धेरै धन्यवाद। नमस्कार।